हेलो नमस्ते गुड मर्निङ एभ्रिवान। आज चाहिँ म तपाईहरुलाई वालमार्ट सपिङ स्टोरमा गएर म सपिङ गर्दै छु है गाइज। आज चाहिँ सटरडे हो। हामी चाहिँ नजिक पर्छ वालमार्ट पनि, त्यही भएर मेरो सिस्टर, कान्छी बहिनी, नन्द अनि मेरो हस्बेन्डसँग म चाहिँ आएको छु वालमार्टमा। सपिङहरु गरिसकेर पनि आफै स्क्यान गरेर सामानहरु लोड गर्दैछौँ। मेरो चाहिँ बहिनीले सामान बिर्सिनु भएछ, त्यही भएर अनि फेरि स्क्यान गरेर फेरि सामान टिपेर ल्याउनै बिर्सेछ। त्यसपछि पछाडी मात्रै हामीले थाहा भयो, अनि फेरि मैले गएर लिएर आउँदैछु। यस्तो दिमाग ह्याङ भएको मान्छेहरूले कसरी सपिङ गर्ने गाइज। बहिनीले बिर्सेर स्क्यान गर्नु बिर्सेको फेरि निकालेर रिटर्न गरेको, फेरि हामीले त्यो सामान त ल्याउनै बिर्सेछौँ। त्यस पछाडि फेरि गएर म ल्याउँदैछु। आजकल त आज एकदमै चिसो छ वालमार्ट। आजको वेदर चिसो छ। लुटी ल्यायो भुटी खायो भने जस्तै हप्ताभरि विकेन्डमा वालमार्ट नगए हुँदैन। सपिङ गर्नै पर्यो, खानै पर्यो। उहिले बाजे बजाले लुटी ल्याउनु भुटी खानु भन्थ्यो। त्यस्तो पारा चाहिँ ट्याक्कै हाम्रो छ है साथीहरु। देश ठाउँमा आइरहेछ अर्का देशमा, अनि पसिना बगाएछ एक छ खानलाई। कोही बिहानको कोही रातिको ड्युटी गर्नु पर्या छ, 12 घण्टा 8 घण्टा 10 घण्टा। यो चाहिँ गाडीको डिक्कीमा सामान अगाडि नै लाइसकेर नि फेरि आधी सामान रहेको चाहिँ अब हामी लाउँदैछौँ। बहिनीको अनि हाम्रो एकै ठाउँ सपिङ भएकोले अलिक धेरै सामान छ। चिसो नराम्रो छ, चिसो छ आज वेदर। हामी बसेको सौदाकोटा सुफल सबै राम्रो छ, तर यो चिसो धेरै हुने वेदर विन्टरमा त्यो चाहिँ नराम्रो, अरू सबै कुरा राम्रो छ। यो एरियामा वालमार्ट पनि हामीलाई 5 मिनेट मात्रै लाग्छ गाडीमा जानलाई, नजिकै पर्छ। अन्य ठुल्ठुलो स्टेटमा चाहिँ धेरै टाढा टाढा जानुपर्छ भन्छन्, हाम्रो चाहिँ नजिकै छ है गाइज वालमार्ट। अनि स्मिथ फिल्ड कम्पनी एकदम नजिक छ मेरो घरबाट। गाडीमा 5-6 मिनेट मात्रै लाग्छ। अब 2-4 वर्ष पछाडि 2-3 वर्ष पछाडि मुभ हुँदैछ अर्कै ठाउँ, त्यहाँबाट चाहिँ टाढा हुन्छ। सामान लाएर पनि गाडी डिक्की